यदि तपाई पनि आइफोन युजर हुनुहुन्छ र तपाईको ब्याट्री पनि चाँडै सकिरहेको छ भने यो तीनवटा सेटिङ यदि तपाईले डिएक्टिभेट गर्नुभयो भने तपाईको आइफोनको ब्याट्रीको आयु बढ्न सक्छ र अलिक लामो समयसम्म तपाईको आइफोनको ब्याट्री चल्छ। यदि तपाईको मोबाइलको ब्याट्री यदि 80% भन्दा माथि छ भने यी सरल उपायहरूले तपाईको ब्याट्री लाइफलाई घण्टौं अतिरिक्त लाइफ दिन सक्छ। सो सुरु गरौँ। सबभन्दा पहिलो उपाय हो लक स्क्रिन भिजिटर्सहरू बन्द गर्नुस्। लक स्क्रिनमा रहेको सबै भिजिटहरूलाई तपाईको एपहरूको पृष्ठभूमिमा स्वचालित रूपमा चलाउन बाध्य पार्छन्। यी एपहरू हुन्छ गेमको स्कोर हेर्ने, जस्तै तपाईले क्रिकेटहरूको इन्फर्मेसनहरू हुन्छ, त्यस्तै मौसमको जानकारीहरूको अपडेट गरेर निरन्तर तपाईको डेटा फिचर अन गरिरहेको हुन्छ, यानी कि चलिरहेकै हुन्छ। यस कारणले लगातार तपाईको पावर खपत हुन्छ। iOS 18 मा ब्याट्री जोगाउनको लागि लक स्क्रिन र होम स्क्रिनमा भिजिटरहरू प्रयोग नगर्नु उत्तम उपाय हो। त्यस्तै दोस्रो हो आइफोनमा UI को मौसम कम गर्नुहोस्। आइफोन युजर इन्टरफेसमा रमाइलो र चिल्लो एनिमेसनहरू हुन्छ। एपहरू खोल्न र बन्द गर्न तरल गति वा एप्पल इन्टेलिजेन्स मार्फत सिरी सक्रिय गर्दा देखा पर्ने रङहरू र फ्रस्ट्रेसनमा यसका उदाहरणहरू हुन्छन्। यद्यपि यी भिजुअल ट्रिक्सहरूले तपाईको फोनको ब्याट्री लाइफलाई घटाउन सक्छ। तपाईले भन्न सक्नुहुन्छ, हे सिरी, त्यतिबेला हेर्नुहुन्छ कस्तो मौसम र कस्तो राम्रो कलरहरू आउँछ, त्यसलाई बन्द गरेर यसलाई कम गर्नको लागि तपाई सेटिङ्समा जानु, एक्सेसिबिलिटीमा जानु र मौसममा गएर रिड्युस मौसम अन गर्नुस्। त्यस्तै तेस्रो हो आइफोनको कीबोर्ड ह्याप्टिक फिडब्याक बन्द गर्नुहोस्। iOS 16 सँगै आइफोन थपिको ह्याप्टिक फिडब्याक नामको कीबोर्ड यानी कि ह्याप्टिक फिडब्याक फिचरले टाइप गर्दा प्रत्येक कीमा तपाईको भाइब्रेसन दिन्छ, जसले थप इमर्सिभ अनुभव प्रदान गर्छ। तर यो फिचरले तपाईको आइफोनको ब्याट्री लाइफलाई असर गर्छ। ब्याट्री बचाउनको लागि यी फिचरलाई निष्क्रिय राख्नु राम्रो हुन्छ। यद्यपि यो डिफल्ट अर्थात् पूर्वनिर्धारित रूपमा सक्रिय हुँदैन। यसलाई तपाई सेटिङ्समा जानु, साउन्ड एन्ड ह्याप्टिकमा गएर कीबोर्ड फिडब्याकमा गएर ह्याप्टिक टैगल गरेर बन्द गर्न सकिन्छ। साथीहरू, यो तीनवटा सेटिङ्सले तपाईको ब्याट्रीको लाइफ बढाउन सकिन्छ। साथीहरू, यो इन्फर्मेसन हजुरलाई कस्तो लागेको छ? राम्रो लागेको छ भने लाइक गर्नुस्, शेयर गर्नुस् र सब्स्क्राइब गर्नुस्। भेटौँला अर्को नयाँ भिडियोमा। तबसम्मको लागि थ्यांक यू सो मच फर वाचिङ।